साहित्यिक जगतमा लघुकथा विधाको गरिमामय उच्च स्थानमा पुर्याउन अथक र मौन साधना गर्नुहुने वरिष्ठ लघुकथाकार एवं हाम्रो लघुकथा केन्द्रका संस्थापक अध्यक्ष लता केसीलाई लघुकथा प्रतिष्ठान नेपालले आफ्नो 4औं वार्षिकोत्सवको विशेष अवसर पारेर लघुकथा अभिभावकको सर्वोच्च उपाधिबाट सम्मान गरेको छ। 2082 साल मङ्सिर 1 गते सोमबार प्रतिष्ठानद्वारा जारी गरिएको विज्ञप्तिमा नेपाली लघुकथाको विकास, विस्तार र विशेष गरी त्यसको सैद्धान्तिक धरातललाई बलियो बनाउन केसीले पुर्याएको अतुलनीय योगदानको गहिरो कदर स्वरूप यो उपाधि प्रदान गरिएको हो भनिएको छ। लघुकथालाई सत्यको सर्वनाम बनाउने नेतृत्व विज्ञप्तिमा स्पष्ट भनिएको छ। केसीले लघुकथालाई साधारण 3-4 अनुच्छेदको सीमित ढाँचाबाट माथि उकाली यसलाई मनको चाल, समाजको प्रतिबिम्ब र सत्यको सर्वनाम बनाउने महाअभियानको नेतृत्व गर्नुभएको छ। उहाँको लेखनको गहनताले लघुकथालाई केवल कथा नभई जीवनको सूक्ष्म दर्शनको धारिलो हतियारको रूपमा स्थापित गर्न सफल भएको छ। प्रतिष्ठानका संस्थापक लक्ष्मी रिजाल र सन्दर्भ लघुकथा प्रधान पत्रिकाका प्रधान सम्पादक अक्षान्तद्वारा संयुक्त रूपमा जारी गरिएको उक्त विज्ञप्तिले लता केसीको साहित्यिक यात्रालाई मौन समर्पण र निरन्तरताको उदात्त उदाहरणको रूपमा चित्रण गरिएको छ। उहाँको सेवाले आधुनिक लघुकथालाई उत्तरदायित्वको उज्यालो देखाएको छ। विज्ञप्तिमा उद्धृत गरिएको एक सशक्त वाक्यांशले केसीको महत्त्वलाई अझ उजागर गरेको छ। लघुकथा बाँचिन्छ, बोलिन्छ, रहन्छ र त्यसलाई सम्हाल्नेहरू युगका उज्यालो हुन्। प्रतिष्ठानले लता केसीको लेखनमा झल्किने कलमको उपहार, कलमको अनुशासन र कलमको संस्कार जस्ता 3वटा विशिष्ट गुणहरूको उल्लेख गरेको छ। प्रतिष्ठानको ठहर छ लघुकथाका कठोर बहसका गल्लीहरूमा उहाँ कहिल्यै विचलित हुनु भएन, बरु निरन्तर रूपमा अगाडि बढ्नुभयो। उहाँमा रहेको अँध्यारोमा पनि उज्यालो देख्न सक्ने क्षमताले नवप्रवेशीहरूलाई सधैँ प्रेरणाको स्रोत बन्ने काम गरेको छ। उहाँलाई नवप्रवेशी लघुकथाकारका लागि प्रेरणादायी मार्गदर्शक मानिनुको साथै अग्रज साहित्यकारहरूले पनि उहाँमा अनुभवको माटोबाट उम्रिएको स्मरण देख्ने गरेको प्रतिष्ठानको दाबी छ। प्रतिष्ठानका व्यवस्थापक नन्दलाल आचार्य भन्नुहुन्छ, यो उपाधि केवल एउटा सम्मान पत्र मात्र नभई नेपाली लघुकथा आन्दोलनको सैद्धान्तिक परिपक्वता र सर्जकीय जिम्मेवारीको नवीन युगको उद्घोष पनि हो। प्रतिष्ठानले यो लघुकथा अभिभावक उपाधिलाई वर्तमान र भविष्य बीचको एउटा सुक्तिमय सन्धिको रूपमा परिभाषित गरेको छ, जसले नयाँ पुस्ताको सृजनात्मक क्षमतामा निरन्तर हरियाली थप्ने विश्वास व्यक्त गरेको छ। सम्मानित व्यक्तित्व लता केसीको लघुकथा क्षेत्रमा पुर्याएको योगदान कृतिकारका रूपमा, संस्थागत नेतृत्वका रूपमा र लघुकथा लेखन शैलीका आधारमा मूल्याङ्कन गर्न सकिन्छ। जीवनका पीडा, सङ्घर्ष र सामाजिक यथार्थको सूक्ष्म चित्रण भएको विषयवस्तु बोकेको 2077 सालमा प्रकाशित चोटदेखि
मृत्युसम्म, सामाजिक मनोविज्ञान, यथार्थमा चोटिलो व्यङ्ग्य र विद्रोहको भाव विषयवस्तु भएको 2078 सालमा प्रकाशित दृश्य, समकालीन समाजका विकृति, कुरीति र नारी सशक्तिकरणमा रुचि विषयवस्तु भएको 2080 सालमा प्रकाशित सफलता र सामाजिक विषयवस्तु अनि व्यक्तिगत भोगाइमा आधारित लघुकथाहरू भएको 2081 सालमा प्रकाशित पाहुर लघुकथा कृति हाम्रो लघुकथा केन्द्र नेपालले प्रकाशन गरेको छ। हाम्रो लघुकथा केन्द्र नेपाल नामक संस्था मार्फत उहाँले धेरै नयाँ लघुकथाकारहरूलाई प्रशिक्षण दिनुभएकोले उहाँलाई लघुकथा शिक्षकको रूपमा पनि चिनिनुहुन्छ। उहाँका लघुकथाहरूको लेखन शैली हेर्दा सरल भाषा शैली र सामाजिक यथार्थको सूक्ष्म चित्रणको लागि प्रसिद्ध छन्। लघुकथा अभिभावक उपाधिबाट सम्मानित लता केसीको व्यक्तित्वलाई चित्रण गर्ने एउटा लघुकथा यहाँ प्रस्तुत गर्छु। लघुकथाको शीर्षक रहेको छ लघुकथा अभिभावक। यस लघुकथाका लघुकथाकार हुनुहुन्छ नन्दलाल आचार्य। उहाँको ठेगाना रहेको छ सिद्धार्थ टोल, उदयपुर। हजुर रातभर सुत्नु भएन कि कसो? पुरानो टेबल माथिको ल्यापटपले निस्तब्ध रात चिर्दै सोध्यो। उहाँले हल्का मुस्कुराउँदै भन्नुभयो, म सुते भने लघुकथाहरू पनि निदाउँथे बाबु। ल्यापटप झसङ्ग भयो। हजुरले लघुकथालाई सन्तान झैँ हेरचाह गर्नुहुन्छ, तर आफैलाई कहिले सम्झनुहुन्न। 6 दशक वसन्त फुलाउँदा पनि माली झैँ हजुरले लघुकथाको बगैँचा सिच्दै आउनुभएको छ। बाहिरको सहर निन्द्रामा थियो, तर उहाँको कोठा अक्षरको उज्यालोमा बाँचिरहेको थियो। बत्ती वरिपरि अक्षरका मौरी गुन्जिरहेका थिए। त्यसै बेला छेउको माउस चिच्यायो। हजुरले सयौं लेखक जन्माउनु भयो, तर कहिले आफूलाई लघुकथामा जन्माउनु भएन। उहाँ हाँस्नुभयो। मरेपछि मेरो नाम तिमीहरूको मेमोरीमा अडियोस्, त्यो नै काफी हो। ओभरलोड पेन ड्राइभका फाइलहरू आफै खुल्दै गए। सयौं लेखकका नाम, असङ्ख्य कृतिका फोटा, हजारौं लघुकथाका जीवित अक्षरहरू झिलमिलाए। ल्यापटप केही बेर मौन रह्यो अनि बिस्तारै भन्यो, हजुर अब आफूलाई पनि लघुकथामा पात्र बनाइदिनुहोस् न। उहाँको अनुहार उज्यालोले भरियो। म पात्र होइन, पृष्ठभूमि हुँ, जहाँ शब्दहरू सास फेर्छन्, कथाहरू बाँच्न सिक्छन् र लघुकथा अमर हुन्छ। स्क्रिनको उज्यालो थप फैलियो। ल्यापटपले भावुक स्वरमा भन्यो, त्यसैले त हजुर लघुकथाको आत्मा मात्र होइन, भविष्य पनि हुनुहुन्छ। लघुकथा अभिभावक।